ल आज चाहिँ हाम्रो मम्मी बाबाको 25 एनिभर्सरी अफ म्यारेज ल ल ल ल फुल दिने हो के हो ल ह्याप्पी एनिभर्सरीको फेरि चुप्पा अब ह्याप्पी एनिभर्सरी कङ्ग्रेचुलेसन्स Lu 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 lu. Oh, wine पनि फोड्ने अब ल वाइन फोड्नु उनीहरूले दिएको थियो नि त्यो पोर्क ए aesthetic, okay. सबैलाई नमस्कार विशेष गरेर हामीलाई नमस्कार अनि आज स्पेसली ग्रेजुएट भएको कङ्ग्रेचुलेसन अनि आज अब उनीहरूलाई One more time. ल आयो 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 आउँदैन आउँदैन लभ सर्ट ल एकछिन नहानु ल फोटो खिच लु अब हात घाँसेर हो त्यसरी लु एकअर्काले खुलाउने के ल ल आन्टी बसौँ लु ह्याप्पी 25 लु सकाउने पो हो यो त सक्ने मात्र होला नि ह्याप्पी एनिभर्सरी वर्षको अवधिमा चाहिँ कति दुःख कष्ट गरेर हाम्रो फ्यामिलीमा मेरो बुढाले एकदमै सपोर्ट गरेर मेरो दुईटा छोरीलाई ग्रेजुएसन मेरो हर मेरो कदममा साथ दिएर अहिलेसम्म हर पल निनन्द बाहेक मेरो छोरी मेरो फ्यामिली भनेर मेरो श्रीमानले हामीलाई साथ दिँदै आउनुभएको छ अवश्य दुईटा छोरीले नि भोलिको दिनमा हाम्रो मनोकांक्षा हाम्रो इच्छा आकांक्षालाई चाहिँ पुरा गर्छ भन्ने चाहिँ हामीले एकदमै विश्वास राखेको छु र
तिमीहरूलाई सबै तिमीहरू हाम्रै बच्चा हो तिमीहरू सबभन्दा ठुलो कुरा समयको सदुपयोग गर र आफूमै एकदम आफूलाई ट्रस्ट गर अरूलाई त थाहा हुँदैन तिमीहरूको मनको कुरा के छ कस्तो छ कसैलाई थाहा हुँदैन त्यही भएर आफूलाई ट्रस्ट गर आफूलाई विश्वासघात नगर र आफ्नो फ्युचर चाहिँ आफूले बनाऊ तिमीहरू त अमेरिका जस्तो ठाउँमा आइपुगेको छ यहाँको सबै बुझेको छ नि त तिमीहरूले त नेपालको परिवेशभन्दा अलिकति फरक छ होइन राम्रो राम्रो कुरा सिक तिमीहरूको फ्युचर चाहिँ नेपालीपन अब चाहिँ हामी त के छ अब सबै जान बेलुका अब साथ दिएर हिँड्न त सक्दैन अब हामी त जस्ट तिमीहरूको राम्रो सोच्ने अब हामी त आफ्नो दिन बिताउने हो अब भोलिको दिनमा तिमीहरू सबैको राम्रो भएछ भन्ने मात्रै सुन्न चाहन्छु तिमीहरूको एकदमै उज्जवल भविष्यको कामना गर्छु ह्याप्पी एनिभर्सरी हाम्रो सरकारलाई पनि एकदम मेरो श्रीमानलाई